नमस्कार सबैजनालाई। आज मैले यो काँक्राको बियाँ ल्याएर यो काँक्राको बियाँ हो। काँक्राको बियाँ मैले यसलाई यहाँ यसरी जमाउन गइरहेको छु। यसलाई चाहिँ मैले अलिकति हल्का तल यसरी राखेर त्यसपछि मैले यसलाई पुरेर र यसमा हल्का सिँचाइ दिएर यसरी पुरेँ र अब मैले यसलाई चाहिँ यसरी यस्तो गरेर यसको बिचमा चाहिँ यसरी यो जाडोमा यस्तो गऱ्यो भने यो बाफले गर्दाखेरि छिटो यो उम्रिने भएको कारणले यसमा पानी हालेर मैले यसरी यस्तो गरेर हेर्नुहोस् यसरी यस्तो गरेर सिँचाइ दिएर हामीले यसरी राखियो भने बेला चाहिँ छिट्टो उम्रिने गर्दछ भनेको सुनेर मैले यो गर्न लागेको छु। हेरौँ कस्तो हुन्छ। यो चाहिँ फेरि उम्रिएपछि मैले विचार गर्नेछु र यता बाहिरपट्टि पनि मैले अलग्गै फेरि बिउ लगाउने छु। यो दुईटामा चाहिँ कुन छिटो उम्रिन्छ भनेर थाहा हुनेछ र यो उम्रिएपछि भिडियो बनाएर हाल्नेछु।